धन्यवाद। यहाँ उपस्थित हुनुभएको विशिष्ट व्यक्तित्वहरू र सम्पूर्ण यहाँ उपस्थित हुनुभएको दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक नमन नमस्कार। हजुरहरूको दिदी बहिनी छोरी आज अत्यन्तै खुसी छु। यसरी साथ दिनुभएकोमा काठमाडौँको कोटेश्वरदेखि शङ्खरापुर आउँदासम्म तपाईहरू एकजना पनि पछि पर्नु भएन। हामी सँगसँगै आयौँ। यो भनेको सबैभन्दा ठुलो जित हो हामी सबैको। अर्को के भन्न चाहन्छु भने यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय स्थानीय बासिन्दाहरूलाई नि भन्न चाहन्छु, तपाईहरू एमाले हुनुहोस् या काङ्ग्रेस हुनुहोस् या स्वतन्त्र हुनुहोस्, सिद्धान्त आफ्नो आफ्नो ठाउँमा छ, तर साझा उम्मेदवार कुन्ती पोखरेललाई बनाइदिनुहोस्। किनभने यो क्षेत्रमा धेरै पटक धेरैजनालाई तपाईहरूले मतदान गरेर संसद, प्रधानमन्त्री, मन्त्री सबै चिज बनाइदिइसक्नुभयो। उहाँहरू आफ्नो पद लिन यो क्षेत्र रोजिराख्नुभयो, तर यो क्षेत्रको विकास तपाईहरूको दुःख सुख हेर्ने अहिलेसम्म पाउनु भएको छैन। यो छोरी तपाईहरूको साथ हार्दा पनि जित्दा पनि निरन्तर रूपमा छे। त्यसैले तपाईहरूले अहिले यो कुन्ती देवीलाई एउटा नेताको हिसाबमा नसोचिदिनु होला, तपाईको सेवकको हिसाबमा सोचेर कुन्ती देवी पोखरेललाई साझा उम्मेदवारको रूपमा रोजिदिनु हुन हार्दिक हार्दिक अनुरोध गर्दछु। आदरणीय सम्पूर्ण साथीहरूमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यो साथ कहिल्यै नटुटोस्। तपाईको दिदी बहिनी छोरीले यो साथ जिन्दगीभर बिर्सिन्न। हरेक दुःख सुखमा तपाईहरुकै साथ रहन्छे भन्न चाहन्छु। धेरै बोलिन, सबैजनालाई भोक लागिरहेको